भोट माग्न मेरो लागि म त गाडा त भोटै हाल्न जान्ने जान्न म त त्यस्तो भनेर हुन्न नि जान्न म त रानीको छोरा दिए पनि यति भोट चाहिँ घन्टीमा है भोट चाहिँ घन्टीमा 30 वर्षदेखि देश लुटेछ यहाँ पैसा लुट्न हिँडेको भोट चाहिँ घन्टीमै हो किन खुट्टा ठाडो पारे अर्केको माटो ज्यान जाला खुट्टाले टेकिदिने उहाँले हातले टेकेर हिँडे यो पालि कसलाई भोट हाल्ने यसपालि त हाम्रो नयाँ पार्टी हो सिधै कुरो माटो होइन अब यो चाहिँ त्यो अब के हो यो हल्लाउने खत्तम घन्टीमा हो भागित देखा जाएगा भोट केमा रुखमा के यसरी भोट कसलाई हाल्ने हो जसले रल्छ कत उसलाई अंकल नमस्कार थोरै कुरा गरौँ है के कुरो गर्नु पर्यो अबको प्रधानमन्त्री जनताले कसलाई बनाउँदैछन् जनताको कुरो जनतालाई थाहा हुन्छ मलाई थाहा हुन्छ मेरो कुरो भन न खत्तम बाई बाई भोट चाहिँ घन्टीलाई हाल्नुपर्छ है बा देश विदेशबाट धेरै गाली आउँछ म्याग्लिनलाई तपाईँ हार्नुभयो भने मैले 1 महिनालाई फेसबुक डिलिट गरेर कसैको गाली नखानु ए बाबु कहाँ छ रे घन्टी म त देख्दिन है यहाँ छ क्या आमाई ए यहाँ रहेछ औ यो छाप लाउने कहाँ हो एमालेको कार्ड राख्न रहेछ सूर्यको उहाँ बङ्गलादेशको प्रधानमन्त्री भागेर बङ्गलादेशबाट भारत गएकी थिइन् हाम्रो प्रधानमन्त्री भागेर बालुवाटारबाट सुपारी टार गए सुपारी टार भनेको मकवानपुरको प्यारेको भोट केमा भाइ ठ्याक्कै मनमा के छ ल भोट केमा भोट त घन्टीमै हो नि घन्टीमा हो अनि जबरजस्ती लाउनला हो यो अब यसो हल्का साइड बिजनेस तेरो बुवामीले भोट कहाँ हाल्नु भने घन्टीमा घन्टीको नेता को रे बेलुन के गरे भने केपी ओलीले जित्न सक्छन् अब केपी ओलीले जित्नलाई हजुर अब पुनर्जन्म लिनुपर्छ ए हामी त भोगटे खाँदैछौँ त यहाँ नजिक कहाँ पर्छ बालिन शाहलाई चाहिँ के भन्नुहुन्छ बालिन शाह आफ्नो तहमा आएर बस्नु पर्यो त मन्त्री हुन्छ भनेर पाखुरा सुर्किनु भएन खत्तम रासोपाको यतिखेर ठन्डा स्कुटरमा राखेर प्रचार गर्दै दुई व्यक्ति भोट केमा हुँदै घन्टीमा पक्का हो अङ्कल र आन्टीमा बिन्ती गर्छु भोट दिनु घन्टीमा बेबी दादा के मलाई छोड के भन्ने यो सूर्य छोड नत्र भएर हाम्रो सम्बन्ध सेट एमाले तैँले त नाम दाम काम सबै बेचेर आज त गर्लफ्रेन्डसँग नि छुट्ने पो बनाउने भइस् त भोट केमा म जेन्जियो आज काङ्ग्रेसको र्यालीमा आयो होइन
यहाँ 1000 रुपियाँको तेल हालियो केटा अब हामी लमा अब यो झन्डा सन्डा फालेर तेल सेल हालिसक्यो होइन यहाँ झन्डा फालेर अब हामी तेल सेल भत्ता सत्ता खाएर घरतिर लाग्यो है केटा यो र्याली स्याली होइन एनी आऊ घन्टी जिताऊ केटा भोट चाहिँ घन्टीमा हाल्ने जिताउने एमाले भन्दै थियो क्या हामीले त्यही विचार गर्छौँ के बोल्ने यता आउस् के भन्ने भोट कलेजमा है भोट कलेजमा घन्टीमा भोट तिमीले त भोट हाल्न मिल्दैन बाबु मम्मीले हाल्नुहुन्छ त खत्तम दाइलाई दिने है भोट चाहिँ बाले ओ बालन दाइलाई ल ल ल जे घन्टी भन भाइ है माथिलेमा केमा हाल्ने बत्तीमा मुजी बत्ती नभएन मुजी मोबाइल चार्ज गर्न पाउँछ साटा अरे को हुन्छ त बत्तीबाट को उठ्नु भयो के घिसिङ भन्ने हजुर बुझेन लान्छ त हामी तपाईँलाई हेर्न